गाइस फाइनली हामीहरु पुगिसक्यौं सुटिङ लोकेसनमा हैन यहाँ हाम्रो क्यामेराम्यान स्ट्यान्डका साथमा आइसक्नु भएको छ यता पहिलो सिन चाहिँ सुटिङ भइसकेको छ हैन सो हामी नेक्स्ट लोकेसनका लागि जाँदै छौं तोरीको खेतमा गाडी नै गइरा हैन उता चाहिँ हाम्रो क्यामेराम्यानले चाहिँ गाडी चलाउँदै हैन हेर्नुस् त हाम्रो यो चाहिँ बियरको बोतल खाली छ हामी आइसकेका छौं नयाँ लोकेसनमा हैन यहाँ चाहिँ यो नदीको किनारमा बगरतिर यहाँ त हाम्रो स्ट्यान्ड छ पानी लिएर आएको छ हामीले चाहिँ यहाँ त यो मन्दिरको सिन यहाँ जंगलको सिन बवाल सिनहरु निकाल्छौं हामीले गाइस हाम्रो नास्ता चाहिँ आइसकेको छ भोक लिएर हाम्रो क्यामेराम्यानले फेरि फायर हो सिधै हैन रोकेकै छैनन् क्या हेर्नु न पुरा फायर हो यता नास्ता चाहिँ हेर्नु बवाल बनिरहेको छ हैन चाउमिन चाहिँ हामीले खाइरा छौं हेलो गाइज वेलकम ब्याक टु माई न्यू एपिसोड हैन आज चाहिँ हामी जाँदैछौँ सुटिङमा हैन हाम्रो चाहिँ म्युजिक भिडियोको सुटिङ चलिरहेछ आज चाहिँ फर्स्ट डे हो हाम्रो चाहिँ है सो मैले गाडी रेडी गरिसकेँ हेर्नुस् हाम्रो स्कुटी रेडी छ यहाँ हामीले यता सामान पनि राखेका छौँ हैन यो हेर्नुस् सुटिङका लागि चाहिने कस्ट्युम एन्ड सुजहरू यहाँ हामी निस्किनेछौँ आज सुटिङमा उता चाहिँ हाम्रो बसन्ती छ हैन यता चाहिँ हाम्रो यो बाइक हैन यहाँ हामी रेडी भइसकेका छौँ सुटिङमा जानलाई सो आज म्युजिक भिडियोको सुटिङ हुन्छ हाम्रो चाहिँ फर्स्ट डे हो यस गाइस फाइनली हामीहरु पुगिसक्यौं सुटिङ लोकेसनमा हैन यहाँ हाम्रो क्यामेराम्यान स्ट्यान्डका साथमा आइसक्नु भएको छ यता उहाँ चाहिँ हाम्रो क्यामेराम्यान हो एन्ड हामी चाहिँ पुगिसक्यौं लोकेसनमा एन्ड अब यता सेटअप मिलाउँछौं एन्ड यहाँबाट स्टार्ट हुन्छ हाम्रो भिडियोको सेटअप चाहिँ अनि आजमा यो सुटिङ गरी भ्याउने भन्ने हो एउटा सङलाई 2-3 मिनेटको सङलाई चाहिँ कति नै टाइम लाग्नु र हैन सो आज चाहिँ भ्याउने भन्ने प्लानमा हो सो हाम्रो क्यामेराम्यान तात्तिसक्यो हैन छिटो काम गरेर भागौँला भनेर पुरा उहाँ रेडी भइसक्यो हैन खै कस्ट्युम सेटअप गर्न अनि कस्ट्युम म्यान खै अनि मेकअप म्यान खै गाह्रो छ नि यारमा त्यो त मैले त पहिला हैन सुटिङ हेर्न जाँदाखेरि देख्थे क्या मतलब एउटा मेकअप म्यानले दल्दिरहेछ एउटा कस्ट्युम म्यान आछ यो कस्ट्युम भएन अर्को लगा बजेट फ्रेन्डली हो नि त आफ्नो त केही पनि छैन भने क्यामेराम्यान पनि फेरि बजेट फ्रेन्डली फ्रीमै होला नि हैन बजेट फ्रेन्डली हो स्ट्यान्ड चाहिँ मागेर ल्याएको फेरि क्यामेराम्यानले पनि आफ्नो हैन एन्ड मैले चाहिँ यो स्कुटीमा आफ्नो लुगाहरू मात्रै ल्याएको छु थाहा छ तपाईहरुलाई हैन यो एरियाहरू हेर्नुस् त कस्तो बवाल छ है एन्ड यहाँ चाहिँ हाम्रो हुनेछ पहिलो सुट अब हामी यो फिट गर्छौं कतिको मेजरमेन्टमा राख्ने के राख्ने भनेर है उहाँले चाहिँ मेजर गर्ने कुरा गर्दै हुनुहुन्छ सो भेट्छु म तपाईलाई सुटिङको अगाडि सेटअपहरु देखाउँछु के कस्तो हुन्छ है पहिलो सिन चाहिँ सुटिङ भइसकेको छ हैन सो हामी नेक्स्ट लोकेसनका लागि जाँदै छौं अनि यताको वातावरण कस्तो बवाल ठाउँ छ है नाइस लोकेसनमा हाम्रो सुटिङ भइरहेको छ है अनि कृषि प्रधान ठाउँमा छौँ त्यही भएर राम्रो लोकेसन हेर्दैछौँ बवाल लोकेसन यतापट्टि हेर्नुहोस् हामी चाहिँ यस्तो ठाउँमा गइरहेछौँ होइन सेकेन्ड टेक पनि हाम्रो कम्प्लिट भइसकेको छ अब हेर्नुहोस् त हाम्रो यो लाइको खेत तोरीको खेतमा गाडी नै गइरहेको होइन उता चाहिँ हाम्रो क्यामेराम्यानले चाहिँ गाडी चलाउँदै होइन हेर्नुहोस् त हाम्रो यो चाहिँ बियरको बोतल खाली छ तर हामीले टेकका लागि ल्याएको है अब हेर्नुहोस् त यो एरिया क्या रमाइलो एरिया छ क्या अनि बाटो चाहिँ यस्तो छ फेरि होइन गाह्रो छ क्या गाडीहरू लग्न गर्न होइन अब सुटिङ गर्नु परिसक्यो यस्तो गर्नु पर्यो नि त यस्तो ठाउँमा होइन बवाल ठाउँमा सुटिङ गर्दैछौँ आज चाहिँ हामीहरू सो हेरौँ कस्तो आउँछ भिडियो टेकहरू रिजल्टका लागि तपाईँ हाम्रो च्यानलमा जान सक्नुहुन्छ है चाँडै रिलिज हुन्छ हाम्रो सङ बडा बाउ नेक्स्ट लोकेसनमा जाँदैछौँ होइन यताको सेटअप सकियो यता चाहिँ हाम्रो राइडरले चाहिँ गाडी चलाउँदैछन् होइन क्यामेराम्यान प्लस राइडर चाहिँ हामी आइसकेका छौँ नयाँ लोकेसनमा होइन यहाँ चाहिँ यो नदीको किनारमा बगरतिर यहाँ त हाम्रो स्ट्यान्ड छ पानी लिएर आएको छ हामीले चाहिँ यहाँ त यो मन्दिरको सिन यहाँ जङ्गलको सिन बवाल सिनहरू निकाल्छौँ हामीले चाहिँ सो हामीसँग मोडेल चाहिँ छैन होइन एक्लै सिङ्गल म्यानले चाहिँ भिडियो बनाउने हो अहिले फिलहाल किनभने बजेटको अभाव होइन बजेटहरू युज गरेर आएको छैन मैले चाहिँ त्यति धेरै सो यतिकै बनाउँछौँ हामीले यो एरियामा हेर्नुहोस् कस्तो बवाल सिन छ है यता ट्युबको खेती एन्ड यो रुखहरूमा यस्तो सिनहरू एन्ड देन यो नदी एरियामा होइन अनि यो जङ्गल एरिया भइहाल्यो अनि हाम्रो त्यो मन्दिर यो सबै मिलाएर चाहिँ मस्त सिनहरू निकाल्छौँ हामीहरू चाहिँ सो
आई थिङ्क कि यो भिडियो चाहिँ राम्रै मोड लियो या राम्रो भयो भने हामी पक्कै पनि नेक्स्ट भिडियोमा मोडेलका साथ नयाँ भिडियो ल्याउनेछौँ होइन। सो अहिलेको सुटिङ चाहिँ हामी यहाँ स्टार्ट गर्दैछौँ। सो भेटौँला सुटिङ पछि। क्यामराम्यान पनि भगाइसक्यो होइन, धेरै भोग्लायो भन्दै थियो, चाउचाउ खानु सुरु गरिसक्यो उनले चाहिँ। सो हामी चाहिँ यता यस्तो यस्तो टेकहरू लिइरहेको थियो होइन, यहाँ स्कुटीमा यहाँबाट खसेको यताउता होइन। अनि यहाँको अनि बिहाइन्ड द सिनहरू देखाउँछौँ तपाईँहरूलाई, बिहाइन्ड द सिन पनि देखाउँछौँ तपाईँहरूलाई हामी। सो हामी चाहिँ एकछिन खाजा ब्रेक। अब खाजा चाहिँ हाम्रो यस्तै हो होइन, जङ्गलमा छौँ, यो हेर्नुहोस् यस्तो भोपाल एरियामा होइन। अनि खाजा ब्रेक त लिनै पऱ्यो, चाउचाउको साथमा, वाइवाईको साथ, मामाको साथमा रहेछ, मामाको साथमा माइजू चाहिँ छैन फेरि, मामा मात्रै। सो गाइज हाम्रो चाहिँ सुटिङ सकेर चाहिँ होइन, आज चाहिँ हाम्रो लगभग हाफ सुटिङ भयो है। सो हामी चाहिँ यता नास्ता खान बसेका छौँ। उता चाहिँ हाम्रो क्यामराम्यान अनि यता नास्ता खाँदै होइन। गाइज हाम्रो नास्ता चाहिँ आइसकेको छ, भोक लिएर हाम्रो क्यामराम्यानले फेरि फायर हो सिधै होइन, रोकिएकै पनि छैनन् क्या, हेर्नु न पुरा फायर हो। यता नास्ता चाहिँ हेर्नु बबाल बनिरहेको छ होइन, चाउमिन चाहिँ हामीले खाइरहेको छौँ। मस्त छ चाउमिन पनि यहाँको होइन, मजा आइरहेको छ खानाले। तपाईँहरू पनि खान चाहनुहुन्छ भने आउनु होला हाम्रो एरियामा बैबामा। हामीले डे 1 को सुटिङ चाहिँ सकेर आइसक्यौँ होइन। म त लास्ट थाकिसक्यो क्या। अब एकछिन भिडियो एडिट गर्छु अनि तपाईँहरूलाई भिडियो दिन्छु, जोइन हुँदै गर्नु होला हाम्रो च्यानलमा। सो नेक्स्ट भिडियोमा पनि तपाईँहरूलाई म नयाँ नयाँ सुटहरू देखाउने नै छु होइन। एन्ड हाम्रो नेक्स्ट सुटिङ कहाँ कहाँ हुन्छ त्यो लोकेसन एन्ड सबै कुराहरू देखाउने छु। सो भेटौँला नेक्स्ट ब्लगमा। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई गाइज।